यो के हो भनेर तपाईँले हेर्दा थाहा पाइसक्नुभयो होला। यो भनेको रोयल इनफिल्ड बुलेट क्लासिक या जुनैमा पनि यो मिल्नु त मिल्छ। यो सेन्जर पाइप हो अनि यो चाहिँ लाउड आवाजको हो। यो चाहिँ ठुलो आवाजले पड्केर आवाज निकाल्छ यसले भने जब तपाईँ ट्राफिकहरूको चेकिङमा पर्नुहुन्छ नि त्यतिखेर यसलाई साइलेन्ट पनि गर्नु मिल्ने तरिका छ। म गरेर देखाउँछु। तपाईको बाइकमा नहाले पनि यसको सिस्टम चाहिँ यो भनेर देखाउँछु किनकि मसँग अहिले बुलेट छैन। ल यो चाहिँ यस्तो छ। यो पोजिसनमा हुँदाखेरि चाहिँ तपाईको बुलेटको आवाज ठुलो फाल्ने यसले गर्छ भने जब तपाईले यसलाई यसरी ब्लक गरिदिनुहुन्छ अब ब्लक भयो यो हैन। यो ब्लक हुँदाखेरि चाहिँ आवाज कम हुन्छ अनि त्यतिखेर ट्राफिकको छेउमा यसरी ब्लक गर्दाखेरि ट्राफिकले अलिकति पत्ता पाउँदैन कि भन्ने मेरो सोचले चाहिँ विचारले यो बनाएको। यसो गर्दा ब्लक छ। फेरि तपाईँ यसलाई स्विच थिचिदिनुस् या बटन एउटा तार राखिदिएको हुन्छु म। त्यसलाई फेरि छोड्दाखेरि चाहिँ यसरी बाइक फेरि पड्किन्छ। बाइक पड्किँदा तपाईँको ट्राफिकको छेउमा चेकिङमा पर्नु भने ठ्याक्कै फेरि यसरी बन्द गर्नुहोस्। त्यो बन्द गर्ने सिस्टम चाहिँ मैले यहाँनिर यो सिस्टमले बनाइदिएको छु। जब ट्राफिकको छेउमा पुगिन्छ त्यतिखेर यसले बन्द गर्ने खोल्ने यो सिस्टम छ। यो तपाईँ जति घुमाउनुहुन्छ भित्र पनि अन अफ भइरहेको हुन्छ। यो भित्र चाहिँ के छ अहिले हामीले ब्लक गरिदिएँ यसरी ब्लक फेरि यसो गर्दा यो खुल्छ फेरि ब्लक। यो चाहिँ मोडिफाइड ट्राफिकले नसमाओस् भनेर अनि तपाईँलाई पड्काउनु मन हुँदा पड्काउने अनि छोड्नु मन हुँदा छोडिने आवाजको लागि है। यो चाहिँ यदि कोही हाल्न चाहनुहुन्छ भने मसँग छ यो पाइप आउनुहोस् लगाउनुहोस्। हामी दाम भन्ने कुरा त आफै दाजुभाइ मिलाउँला।